हेलो गुड इभिनिङ साथीभाइहरू। आज चाहिँ यहाँको वेदर चाहिँ यस्तो छ है। यो कया मधुर देख्दैछ तपाईको। पानी आउला जस्तो त भइरहेको छ, तर पानी चाहिँ आएको छैन। पुरा तवालो लागिरहेको छ हौ। यो चाहिँ हाम्रो गेस्ट हाउसको चाहिँ ग्राउन्ड हो। आज गेस्ट छैन, सायद बुकिङ त भयो भनेर भन्दै थियो म्यानेजरले। आउनु पनि सक्छ या आउनु पनि सक्दैन, त्यो चाहिँ मलाई थाहा भएन। के यहाँको मान्छेहरू अचानकमा आउँछ, अचानकमै हिँडिहाल्छ। हेर्नुहोस् है, अनि म उता अझै तपाईहरुलाई अहिले फिलहालको वेदर देखाउनको लागि म जाँदैछु। यो चाहिँ उँभो जाने सिँढी हो। यहाँनिर चाहिँ गेस्टहरुको पार्टी हुँदा चाहिँ रक्सी खाने जग्गा। क्याम्प फायर गर्ने जग्गा चाहिँ अलिक तल छ, म देखाउँछु तपाईहरुलाई। यहाँको चाहिँ आजको चाहिँ यस्तो छ है। यो चाहिँ ग्राउन्ड, डान्स गर्छ यहाँ, डान्स गर्ने जग्गा। यो चाहिँ तपाईको सबै यो तल देखेको चाहिँ यो मेटुपाला हो। धुम्मा भइरहेछ अहिले, पुरा देख्नु सक्दैन मेटुपाला। अनि तपाईको यो माथिको यो अलिअलि देख्दै यो चाहिँ तपाईको कया मधुर। यहाँ चाहिँ यस्तो ढुङ्गाको घारी मात्रै छ हौ यहाँनिर। अनि तपाईको यो टी गार्डनहरु पनि छ यहाँनिर अलिअलि, हाम्रो दार्जिलिङको जस्तै छ। यो एरिया चाहिँ तपाईको साउथ पर्छ। हाम्रो बुढोको बक्सहरू यहाँनिर छ। होम थिएटरहरू यो होम थिएटरहरू छ। यहाँ बजाउँछ रातभरि। बुढो आएपछि त के सुत्नै पाउँदैन के। बक्सहरू छ यता, होम थिएटर छ यहाँनिर। के भन्नु, गेस्ट छैन भने चाहिँ शान्ति हुन्छ हामीलाई त के र मलाई किचनमा यस्तो डेन्जर हुन्छ कि के गर्नु। होटेलको कुक हुनु पनि राम्रो नहुँदो रहेछ हौ। कति बेला खानु त्यो एउटा याद हुँदैन रहेछ, अन्त कति बेला सुत्नु त्यो टाइम नहुँदो रहेछ। त के गर्नु, हामी त गेस्ट गइसकेपछि मात्रै त हो नि के गर्नु। आज चाहिँ यस्तो भइरहेछ
खै हाम्रो दार्जिलिङपट्टि त पुरा पानी आइरहेछ भन्नुहुँदैछ साथीभाइहरूले। यता चाहिँ यस्तो छ, खै घरि पानी आउँछ, घरि पानी पनि त्यस्तो आएको छैन अहिले त। अनि तपाईँको यहाँ त खै घाम लाग्छ, जलुक सेम एकछिन, त्यहाँबाट हुन्छ तपाईँको अलगढा सेम। यहाँनिर उनको झर्दैछु म। मुनि अर्को गेस्ट हाउस रुम देखाउनु गइरहेको छु। टी गार्डनहरू छ, टी गार्डन छ, के गर्ने। यो गेस्ट हाउस रुम हो। आज चाहिँ मेरो नाइट ड्युटी छैन, त्यसले गर्दा अलिकति फुर्सद पाएर चाहिँ मैले भिडियो बनाएर तपाईँहरूमाथि चाहिँ मैले उयो गरिरहेको छु। यो पनि गेस्ट हाउसै हो, यहाँ हेर्नुहोस् त। यो अहिले नयाँ बनिनु आँटेको छ, कटिङ चाहिँ गरिरहेछ। यो पनि गेस्ट हाउसै हो। यहाँ चाहिँ यस्तो भिर पहाडहरू छ। चारैपट्टि क्यामेरै क्यामेरा छ हाम्रो त यहाँनिर। अनि तपाईँको यो रुमहरू यो अनि तपाईँको यहाँ देख्न सक्नुहुन्छ, यो रुम छ। आज चाहिँ गेस्ट छैन र चाहिँ सुनसान छ, शान्ति छ ढुक्कै। फुलहरू पनि लगाएको छ यहाँ। फुलहरू पनि उता हाम्रो सेम दार्जिलिङकै फुलहरू छ, तर त्यस्तो नहुँदो रहेछ, त्यस्तो राम्रो चाहिँ नहुँदो रहेछ। यहाँनिर चाहिँ तपाईँको माटो छ, बलौटे माटो जस्तो। पानी लाउँदाखेरि पनि माथि चाहिँ पुरा भिज्छ, मुनि चाहिँ सुक्खा हुन्छ। यो चाहिँ तपाईँको यो देखाउँदैछु, यो जुन यो प्यासेज छ नि, यो प्यासेजको मुनि चाहिँ जिम रुम छ। म यही बाटो जाँदैछु, तपाईँहरूलाई म देखाउँदैछु है। आजको भिडियो चाहिँ अलिक लामो बनाइदिएको छु। हेर्नुहोस् है, तपाईँहरूलाई मन पर्यो भनेदेखि यसो साथीभाइहरूलाई पनि हेल्प गरिदिनु होस्। यो चाहिँ तपाईँको माथि आरबिन भन्छ, आरबिनको वाटरफल्स। यो सबै देख्नुहुँदैछ नि तपाईँले, यो रातोहरू, यिनीहरू सबै जस्तो म गर्दैछु त्यही एउटै कम्पनी हो। हामी यो कम्पनीमै म काम गर्छु। यो पनि तपाईँको गेस्ट हाउसै हो। यहाँले रुखले छलेको छ। जुन म यो अहिले उभिरहेको छु, यसको मुनि चाहिँ जिम रुम छ गेस्टहरूको लागि। आजको वेदर चाहिँ यस्तो छ है। यो एरिया चाहिँ तपाईँको सकेते गुम्बा भन्दो रहेछ। योबाट चाहिँ तपाईँको कयामधुर।
अहिले फिलहालमा चाहिँ कति बज्यो घडी यति बेला चाहिँ यतिको उज्यालो छ यहाँनिर। अब चाहिँ तपाईँको 7 बजेपछि चाहिँ पुरै अँध्यारो हुन्छ। जङ्गली कुखुरा कराउँदैछ। यो ससुरुम चाहिँ यस्तो छ। यहाँ तपाईँको जिम गर्ने जग्गा छ गेस्टहरूको। तपाईँको यहाँ चाहिँ जिम रुमहरू गेस्टहरू आउँदा चाहिँ यहाँनिर टाइम पासको लागि यो गर्छ। जुन मैले अघि माथि बसेर ग्राउन्ड भनेको थिएँ नि त्यही त्यसको मुनिको यो। अब म झर्दैछु म तल साथीको रुमतिर एकैछिन टाइम पास गर्नुको लागि, किनकि आज मेरो छुट्टी थियो। त यो स्टोर रुम हो। पत्कर झरेर केही छैन, यस्तो सुक्खा छ, धुलो उड्छ डम डम। यो गेस्ट रुम हो, मैले अघि तपाईँलाई माथिबाट देखाएको। यहाँ हुनुहुन्छ हाम्रो अन्ना सेक्युरिटी गार्ड। हाई अन्ना सेक्युरिटी இது ஜார்க்கண்டா இது எங்கே இது दार्जिलिङ டார்ஜிலிங் दार्जिलिङ। சரி சரி ஓகே आगे अन्ना हाँ भिडियो சரி ஓகே ஓகே हाम्रो तल मेन गेटको चाहिँ सेक्युरिटी गार्ड हो। यो गेस्ट रुम हाम्रो। अन्ना पापा भिडियो कल पनि। टी गार्डनै टी गार्डन छ, तर यहाँ चाहिँ तपाईँको यो साउथमा चाहिँ नि सबै नै आफ्नो आफ्नो प्रोपर्टीको हुँदो रहेछ। जस्तो अब हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा चाहिँ टी गार्डन चाहिँ हाम्रो गभर्मेन्टको छ होइन, तर यहाँनिर चाहिँ नहुँदो रहेछ त्यस्तो। आफ्नो आफ्नो प्रोपर्टीको हुँदो रहेछ र आफ्नो आफ्नो कम्पनीको हुँदो रहेछ। यो यहाँनिर चाहिँ त्यो गभर्मेन्टको हो भन्ने चाहिँ छैन रहेछ। चियापत्तीहरू हेर्नु नि यहाँनिर कस्तो राम्रो भइरहेछ। टिप्दैछ यो चाहिँ म गर्ने होटलको चाहिँ ओनरको हो, गर्दैछ टिप्दैछ अहिले। तपाईँको यसमा पनि कतिजना हुन्छ अब टिप्ने पनि सुपरभाइजर राख्दो रहेछ। जस्तो हाम्रोपट्टि बङ्गालपट्टि बैदार भन्छ त्यस्तै राख्दो रहेछ यहाँनिर चाहिँ। यो चाहिँ पानी पुल भन्छ नि हाम्रो उता, त्यस्तो नै यहाँनिर पनि हुँदो रहेछ।
बहुत लेकै पर्दो रहेछ जाडो पनि जाडै छ रमभेडा त यी मसिनो खाले रमभेडा त छ यी हेर्नुहोस् तपाईँहरूले पानी फुल भन्दो रहेछ यसलाई चाहिँ म्यामलाई चाहिँ थाहा रहेछ ओनरलाई थाहा रहेछ यो चाहिँ पानी फुल हो भनेर चाहिँ म अघि तपाईँहरूलाई बनफायरको जग्गा देखाउँछु भनेको थिएँ म देखाउन गइरहेछु यहाँ चाहिँ दाउरा चाहिँ एकताल बालेपछि भुरुरुरु मकैको ढोँड जस्तो जान्छ तर वेटरहरू यो जुन यो उयोहरू चाहिँ बिजोक हुन्छ यिनीहरूको चाहिँ दाउरा यो क्याम्पफायर गर्ने जग्गा चाहिँ यहाँ छ तपाईँको यस्तो छ यहाँ रुखको फेद भएर अलिक अन्धेरो भइरहेछ अनि चाहिँ यो त हाम्रोपट्टि त यसलाई त गाईलाई घाँस दिन्छ यो यसको नाम चाहिँ मैले चाहिँ बिर्सेछु हौ हेर्नुहोस् ल एकछिन म उयो गरेर देखाएँ खै अन्धेरो पनि भयो तपाईँहरूले चिन्नुभयो भने यसको नाम चाहिँ कमेन्ट गरेर लेखिदिनुहोस् त के हो यो राम्रो छ यो त घाँसै खान्छ पक्का यो बाख्राले पनि खान्छ गाईले पनि खान्छ यो चाहिँ दुधेलो त होइन यो त कटिङ फुलहरू त छ उता हाम्रोपट्टि पनि छ मेरो दाजुको घरमा त छ तर दाजुको नाम चाहिँ लिँदिनँ है म कुत्रुका कराउँदैछ हाम्रोपट्टिको चराहरू यो फुल छ तपाईँको फुल्नु चाहिँ फुलेको छ तर अलिकति अन्धेरो भएर चाहिँ सकेको छुइनँ मैले तपाईँहरूलाई यसको उयो गर्नुको लागि चाहिँ